आज हामी एउटा नेपाली युवाको कथा सुनाउनेछौँ, जसले परदेशी भूमिमा इतिहासको सबभन्दा कठिन क्षण सामना गरे। यो कथा हो विपिन जोशीको, हमासका बन्धक बनेका नेपाली युवा, जसको साहस र बलिदानले सम्पूर्ण नेपालीलाई गर्व गरायो। विपिन जोशी सुदूरपश्चिम नेपालको एक साधारण परिवारमा जन्मेका थिए। कृषि अध्ययनमा गहिरो रुचि राख्ने उनी कृषि कर्मी बन्ने सपना लिएर विदेश गएका थिए र एउटा लर्न एन्ड अर्न शिक्षा प्लस काम कार्यक्रम अन्तर्गत इजरायलको किब्बुज अलुमिम भन्ने स्थानमा कृषिको अध्ययन र काम गर्ने अवसर पाए। त्यहाँ उनले कामसँगै आधुनिक कृषि प्रविधि सिक्दै थिए। उनले सपना देखेका थिए, केही समय अध्ययन र अनुभव सँगालेर नेपाल फर्की आफ्नै देशमा खेतीको नयाँ रूप ल्याउने, कृषि क्षेत्रलाई योगदान दिने। तर 7 अक्टोबर 2023मा भएको घटनाले सबै कुरा उल्टाइदियो। 7 अक्टोबर 2023को बिहान गाजाबाट हमासले इजरायलमा ठूलो आक्रमण गर्यो। त्यो आक्रमणकै समयमा विपिन र उनका 17 जना साथीहरू खेतमा काम गर्दै थिए। आक्रमणको आवाज सुनेपछि उनीहरू बङ्करतिर भागे। त्यही बङ्करमा 2वटा ग्रेनेड फ्याँकिएको थियो। विपिनले एउटा ग्रेनेड उठाएर बाहिर फ्याँकेका थिए, जसले अरू साथीहरूको ज्यान बचायो। तर घटनाको बीचमा हमासको सेनाले प्रवेश गरे र उनलाई अन्य थाई नागरिकहरूसँगै बन्धक बनाए। विभिन्न प्रतिवेदनको अनुसार 17 जना नेपाली विद्यार्थीहरू त्यहाँ थिए, जसमा 10 जना मारिए, 5 जना घाइते भए, 1 जना भाग्न सफल भए। विपिन र एक थाई नागरिक बन्धक बने। हमासले विपिन र केही थाई कामदारहरूलाई गाजातर्फ लग्यो। त्यसपछि विपिनको सम्पर्क टुट्यो। विपिनलाई कहिले, कुन ठाउँ, कहाँ लगेको र के भयो भन्ने कुरा लामो समयसम्म अनिश्चित रह्यो। उनको परिवार, नेपाल सरकार र इजरायली अधिकारीहरू निरन्तर खोजीमा लागे। विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले सामाजिक तथा राजनैतिक माध्यममा राखेर उनलाई घर फर्काउने प्रयास जारी राख्दै आएका थिए। नेपाल सरकारले विभिन्न देश, जस्तै कतार, इजिप्ट, संयुक्त राज्य अमेरिकाको सहकार्य खोज्यो। कूटनीतिक प्रयास जारी राख्यो, तर यी प्रयासहरू परिणाम दिनका लागि पर्याप्त भएन। उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले अन्तर्राष्ट्रिय मिडिया मार्फत सहयोगको अपिल गरिरहे। मेरो छोरालाई फर्काइदिनुस्, आमा पद्माले रोएर भनिन्। तर महिनौँ बिते पनि कुनै खबर आएन। त्यसबीचमा एउटा भिडियो बाहिर आयो। त्यो भिडियोमा विपिनले भनिरहेका थिए, आई एम विपिन जोशी फ्रम नेपाल। तर त्यो उनको अन्तिम रेकर्ड गरिएको दृश्य बनेर रह्यो। धेरैले आशा गरेका थिए कि उनलाई सुरक्षित फुकुवा गरिनेछ, तर वास्तवमा त्यो आशा पूरा भएन। 13 अक्टोबर 2025मा हमासका सशस्त्र शाखा कस्साम ब्रिगेड्सले 4 बन्धकहरूको मृत घोषणा गरे। तिनीहरूमध्ये विपिन जोशी पनि थिए। इजरायल डिफेन्स फोर्सले हमासकै कैद अवस्थामा रहँदा उनको हत्या गरिएको हुन सक्छ भन्ने आशंका गरे। विपिनको शव इजरायली अधिकारीहरूलाई हस्तान्तरण गरिएको भन्ने समाचार आएको छ। बिहानै परीक्षण गरी उनको परिवारलाई पठाउने काम अगाडि बढाइएको छ। नेपालका प्रधानमन्त्री, विदेश मन्त्रालय र अन्य नेताहरूले शोक व्यक्त गरे र परिवारलाई सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। उनको बहिनी पुष्पाले तिमी हाम्रो हिरो हौ लेखेर भावनात्मक प्रतिक्रिया दिइन्। नेपालमा शोकको माहौल फैलिएको छ। धेरै नेपालीले भनिरहेका छन्, विपिन जोशी हाम्रो नायक हुन्। विपिन जोशीको कथा दुःखद मात्र होइन, यो साहस, कर्तव्य र मानवीयताको कथा हो। उनले अरूको ज्यान बचाउन आफ्नो ज्यान दिए। उनले देखाएका मूल्यहरू, देशप्रेम, जिम्मेवारी र बलिदान हाम्रा पुस्ताका लागि प्रेरणा हुन्। त्यसैगरी राज्य र समाजले अनाथ, बन्धक र युद्ध पीडित व्यक्तिहरूमाथि संवेदनशीलता र दायित्व बढाउन आवश्यक छ।
आजको यो कथा धर्म, राष्ट्रियता, मानवता सबैभन्दा माथि उठ्ने कथाहरूमध्येको एउटा हो। बिपिन जोशीलाई सलाम, नेपालको गर्व। यदि यो भिडियोले तपाईको मन छोयो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। फेरि भेटौँला अर्को कथामा। नमस्कार।